हेलो एभ्रिवान, नमस्कार। हामी चाहिँ एमजे डान्स सो नेपालको आजको विशेष कार्यक्रमको बारेमा तपाईहरुमाझ एउटा सानो सर्ट ब्लग भिडियो लिएर आएका छौं। हाम्रो आजको कार्यक्रमको थोरै झल्कोहरू रहेको छ। अर्पण लिम्बू स्मृति कप 2083 को ग्रान्ड फिनालेमा हामीलाई आयोजक टिमबाट निमन्त्रणा भएको थियो, जसमा चाहिँ हामीले विशेष अर्पण लिम्बू भाइको लागि पनि एउटा डेडिकेसन डान्स तयार पारेका थियौं, जसमा चाहिँ सबैजना नानीहरू लगायत हाम्रो एमजे डान्स नेपालका सम्पूर्ण टिमै लागेर यसमा यो आजको कार्यक्रमलाई सफल बनाउनको लागि एकदमै धेरै मेहनत गर्नुभएको थियो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो दिवा लिम्बू, त्यसैगरी रोहन भारती सर, त्यसैगरी विश्वदीप लिम्बू, कोशिश भट्टराई सर, नानीहरूले पनि विगत लामो समयदेखि करिब 10 दिन लगाएर यो एउटा प्रस्तुति तयार पारेको थियो। हेर्न सक्नुहुन्छ तपाईले, दिवाजी पनि लागि पर्नु भएको छ। त्यसैगरी हाम्रो नानीहरूले एकदम विशेष प्रस्तुति दिएको थिए, जुन प्रस्तुतिले चाहिँ सबैजनालाई भावुक बनाएको थियो। तपाईले देख्न सक्नुहुन्छ हाम्रो अर्पण लिम्बूका माता पनि हुन्थ्यो, सबैजनाको आँखामा आँसु देखिरहेको थिएँ मैले। त्यसैगरी यसरी नै यो हामीले चाहिँ नानीहरूले यसरी प्र्याक्टिस गरेको थियो। नानीहरूले करिब 10-15 दिन लगातार प्र्याक्टिस, घाम पानी केही नबनिकन उहाँहरूले प्र्याक्टिस गर्नुभएको थियो, जसको चाहिँ फलस्वरूप सबैजनाले मन पराइदिनु भएको थियो, एप्रिसिएसन आएको थियो। नानीहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु एमजे डान्स नेपालले। यसै गरी नै तपाईहरु माझ एउटा पोजिटिभ मेसेजदेखि लिएर विभिन्न प्रस्तुतिहरू आगामी दिनहरूमा आफ्नो संस्कृति बचाउने अभियानदेखि लिएर हामीले गर्नुपर्ने, समाजमा रहेर गर्नुपर्ने दायित्वहरू पनि सँगसँगै निर्वाह गर्दै जानेछौँ। र सबैजनालाई यो भिडियो, सर्ट भिडियोमा रहेर हेरिदिनु भएकोमा विशेष धन्यवाद दिन चाहन्छु। सम्पूर्ण नानीहरूलाई, त्यसैगरी अभिभावकज्यूहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।